तपाईले सुनचाँदी व्यवसायमा सफलता चाहनुहुन्छ भने तपाईको व्यवसायको नाम उत्कृष्ट हुन जरुरी छ। कुनै पनि व्यक्ति, कुनै पनि ठाउँ, कुनै पनि परिवेश या कुनै पनि व्यवसायको पहिचान भनेकै उसको नामबाट हुन्छ। अर्थात् नाम नै सबै थोक हो, नाम नै पहिचान हो, नाम नै चिनारी हो र चिनारीबाटै ब्रान्ड बन्छ र ब्रान्डबाटै पहिचान हुन्छ र पहिचानबाट तपाईको व्यापारमा वृद्धि हुने सम्भावना धेरैभन्दा धेरै हुन्छ। त्यसैले तपाईले आफ्नो व्यवसायको नाम राख्दा फेरि एकदमै सोच विचार गरेर राख्नुपर्ने हुन्छ, एकदमै एनालाइसिस गरेर राख्नुपर्ने हुन्छ, रिसर्च गरेर राख्नुपर्ने हुन्छ, ताकि तपाईले सफल हुनको लागि सहयोगी होस् तपाईको व्यवसायको नाम। त्यसो भए माइ डियर फ्रेन्ड, आउनुहोस् सुनचाँदी व्यवसायमा उत्कृष्ट नाम छान्ने प्रक्रिया के छन् त? के कुरामा हामीले ध्यान पुर्यायो भने हाम्रो सुनचाँदी व्यवसायको नाम उत्कृष्ट हुन सक्दछ? आज यस विषयमा कुरा गरौँ। यदि तपाईले आफ्नो सुनचाँदी व्यवसायको नाम राख्ने प्रोसेसमा हुनुहुन्छ या छान्ने प्रोसेसमा हुनुहुन्छ भने यी कुराहरू तपाईले ख्याल गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो सुनचाँदी व्यवसायको नाम राख्दा छान्दा फेरि सबैभन्दा पहिला सर्ट एन्ड स्विट र युनिक हुन जरुरी छ, ताकि भन्न र सम्झिन सजिलो होस्। अर्थात् सर्ट भयो भने भन्न सजिलो हुन्छ, स्विट भयो भने सुन्दा सजिलो हुन्छ र युनिक भयो भने एकचोटि सुनेपछि हामीलाई याद हुने गर्छ। त्यसैले हाम्रो सुनचाँदी व्यवसायको नाम सर्ट एन्ड स्विट र युनिक हुन जरुरी छ।